के भन्यो रे कालु कसरी हजुर हो मर्न मन लाग्छ मलाई आज मलाई टेन्सन छ बोल्न मन लाग्छ छैन भन्नेको कारण के होला मैले के गर्ने अनि के भन्छ त्यत्रो चारजनालाई त कमेन्ट आउँछ प्रुफ पनि छैन आफूसँग तपाईँलाई सोध्यो भने के भन्छ होइन के कमेन्टको पछाडि नलाग भन्नुहुन्छ कमेन्ट हेऱ्यो भने अर्काको घर यताबाट अर्काको घरबाट बर्बाद गर्दैछौ है बहिनी यस्तो नभएर थाहा भएर हिँडेको छौ कि थाहा नभएर हिँडेको छौ भन्छन् मान्छेले अनि अब आफूसँग केही प्रुफ नै छैन तपाईँ होइन भन्नुहुन्छ यसरी हिँडिरहनु भएको छ अब भएको भए पनि हुनुहुन्छ तपाईँको बुढी नै आएर बोल्नुपर्ने हो अनि ट्रस्ट गरेको छ आफूले अनि रिस हुँदैन तिमीलाई त्यस्तो लाग्छ पब्लिकले जे पनि भन्छ होइन त्यस्तो केही छैन होइन त्यही हो टेन्सन लिनु भएन अब जे हुन्छ देखा जाएगा भन्ने आफ्नो लाइफलाई अगाडि बढाउने त्यो भन्ने मान्छेले जे नि भन्छ के भने के छोडिदेऊ कुरा छोडिदेऊ अरे हाम्रो विश्वास है कि नै विश्वास भएर त हिँडिरहेको छु अनि भयो त सक्यो त अनि विश्वास नभएको भए त छोडी नै लिभिङ टुगेदरमा भएको मान्छे अब छोडेर गएकै हो तिमीलाई थाहा छ भनेछु होइन त्यो कुराहरू चाहिँ होइन गर्लफ्रेन्डसँग त मतलबै भयो सक्यो पास्टहरू त पास्टै हो नि त बुढी छ र थियोमा फरक पर्यो नि त अहिले चाहिँ छैन है कोही पनि ल सिधा कुरा हो सबैलाई थाहा भएकै कुरा हो यो डुक बाइक मैले किन्दैछु है यो कसको के भन्यो अरे कसले के भन्यो अरे तपाईँलाई सुठी कसले को हो त्यो मैले भने के भन्यो अरे कालु कसरी के हो र म साधारण होइन छोडिसक्यो हजुर हो कतारको भिसा लाग्छ बधाई छ मलाई लानु त डिपेन्डेन्टमा कहाँ लानुहुन्छ त कहाँ लानुहुन्छ कहाँ लानुहुन्छ त घर आएर जाउँ गाडी छुट्टी मागेर सरजीको घरमा जाउँ अघि बाटो भएर त्यही कुरा गर्दिनँ यहाँ हेर्नु त यहाँ हेर्नु यहाँ हेर्नु गीत सुन्ने हो कसरी ल छिटो मायालुको सहरमा घर छ मेरो गाउँमा घर छ उकाली ओह्रालीसँगै त्यसरी होइन कि राम्ररी छिटो राम्ररी गाउनु न अहिले मुड आउँछ